Hello. Hello, hello. Hey guys, welcome to my vlog. This is my English vlog. Speaking English time. And के हो म त मोटाको हो कि मोटो देखेको What's up guys, I'm Black Diamond. ब्ल्याक डायमन्ड What's up guys, I'm Black Diamond. पशुपति नाथ दर्शन भो। हामी अहिले पशुपतिभित्र छौँ के हो यो फ्री हेल्थ सर्भिस सेन्टर अरे स्वास्थ्य सेवा। एउटा टुरिस्ट यसो सर्भिस के अरे यहाँ एउटा खैरे स्वास्थ्यको लागि चेक जाँच गर्नको लागि पनि उपलब्ध रहेछ फ्री निःशुल्क खैरे एउटा खैरे धेरै मैले के भन्नु चाहनुहुन्छ खैरे दाइ? खैरे साउथ कोरियाबाट खेदाको के खेदाउँदै भाग्दा भाग्दै पेन फाटेर बर्बाद भएको छ भिडियोमा फोटोमा नि राम्रो आउँछ नि के भन्नु? थियो जता अलिकति गोरो गोरो देख्छ त्यता त्यता ढल्काउनै पर्छ सबैले भिडियो गरिरहेको तल म भरे सेयर गरिहाल्छु नि मेरोमा त नो राम्रै आउँछ यो भिडियो हेरेको थियौ तिमीले? ए हामी अब यहाँ गएर माला किन्छौँ धेरै पैसा त छैन होइन 100-150 को माला किन्छौँ हामी एउटा त्यो दाईको जस्तै एउटा सेल्फी स्टिक चाहिँ बोक्नुपर्ने रहेछ सेल्फी स्टिक नभएर यहाँ टेन्सन भयो उतै त पाउँछ नि माला जाने यहाँ माला किन आज हिँड्दा हिँड्दा हाम्रो विकेश मगरको खुट्टाको औँला दुख्यो अरे सब्सक्राइबर ल ल भाइ आइडी म भरे सेन्ड गर्छु ल मेरो क्यामेरा राम्रो देखेको छैन टक्कै यहाँ हामी चाहिँ अब मालासाला देख्न सक्छौँ यहाँ मालासाला किन्ने ठाउँ हो माला पनि सबै बाबाजीले लाउने जस्तो मात्र रहेछ घरमा सजाउने कुन घरमा सजाउने कुन हौ पर धुँदै थिएन हौ कता हो त्यसो हो त महँगो होला नि यसको कसरी हो यो कति हो कति यो 2 लाइनको 350 3 लाइनको 400 ए सस्तो पो रहेछ त 350 अरे लिने सस्तो रहेछ 350 आन्टीले मिलाएर 300 मा दिनुहुन्छ होला नि त होइन आन्टी कसरी हो यो यो 2 लाइनको हैन हजुर हामी यहाँ अलिक त्यो घरको लागि किरिङ हेर्दैछौँ मलाई पनि एउटा किनिदिनु किन चाहियो घर अगाडि एउटा राखेको भइगयो नि 3 लाइन यो त धेरै लामो यो चाहिँ कति यो 3 लाइनको रुपैयाँ यो 350 यो सेम लेन्थको छ यो 350 को दिनु न यो लगौँ यो 300 मा दिनु न ल अनि यसको पे चाहिँ हाम्रो डल्ले भाइले काले भाइले गर्छ भरत मगर बाई पेमेन्ट हो हामीले यो घरमा लाउने किरिङ पनि किनिसकेको छौँ अब भोलि लगेर घरमा राखेर सु गरेको नि देखाउँछौँ बाइकै छैन कि होइन ढोकाको अब बाइक हेर्न जाऊँ भनेको हेरेको हेरे भयो ए हेर्नु न बाइकको हेलमेट क्या त्यस्तो चाहिँ पनि चिनाजना कस्तो हेलो माइ नेम इज छ्याङचुङ छ के भयो अरे द जोय द डेड जोय द लस्ट जोय ए द लफ जोय हो ला म त डेड भएको या त्यो लस लाग्यो मेरो चाहिँ स्टोरेज फुल हुन पनि लाग्यो होला हामी चाहिँ रुम जाँदैछौँ हाम्रो सामान प्याकिङ हुँदैछ अब हाम्रो मेरो भाइ कान्छाले चाहिँ के अरे आँखा नदेखेको हुनाले दूरबिनले आँखा चेक जाँच गर्दैछ काकीलाई
काकीलाई किन्दिनँ हातभरि लगिदिन्छु तिमीले पैसा पे गर्ने हो पैसा भएको त व्यवस्था नि आएर खाँदैन काकी र भाइको लागि यहाँ लगिदिनु भनेको के खोल्नु हजुर, त्यस्तो केही त रहेछ लाने खालको के लाग्छ लाने भयो ब्रासलेटहरू छ के हो यो लुकाइ छ कालो अन्डा I need to go again with such a best and beautiful quality bracelet like Pute for my wife like mothers with my son. के काम सघाउनु पर्यो मैले हामी अहिले माला हेर्दैछौँ ड्रेसलाई नै राम्रो देख्छ कि दिउँसो पनि यस्तै देख्छ The lost like a bra. स्वामी बेली नि अब हामी माला किन्दैछौँ होइन माला अलिक खासै राम्रो देखिनौँ त्यही उसलाई मन परेको लाउनु दिनु क्या बच्चालाई माला इट्स लुकिङ भेरी ब्युटिफुल त्यसरी त खर्च के भन्नुभएको ए बहिनी बहिनी होइन उहाँ भाइ हो माग्नेलाई 5 रुपियाँ चाहियो ए माग्ने माग्नेलाई तर तपाईँले माग्ने भनेर कहाँ माग्नेलाई दिने त नि माग्नेले माग्नेलाई दिन्छ माग्नेमाथि खाल्ने नि होइन भाइले दिएको भए चाहिँ ठिकै हुन्थ्यो माग्नेले दिँदैन हामी यहाँ ब्रासलेट हेर्दैछौँ सिक्री अब यहाँ के किन्ने भन्ने कुराहरू चाहिँ सोचमा छु होइन आन्टीले यार आन्टीले मलाई माग्ने भनिरहेछ त्यस्तो ज्ञानी छोरो भएपछि के चाहियो मलाई आन्टी यहाँ यसलाई कति हो 100 रुपियाँ थियो डोरीवाला चाहिँ छोरीवाला पनि छ डोरीवाला चाहिँ दिनु यस्तो है कस्तो बुझ्यो त यो लाउँछेस् यो लाउँछेस् यस्तो वाला राम्रो छ त लाउने चल्या चाहियो कुन यो औठी खोइ हो कहाँ छ बाला खोइ हो ऊ भन्छ अहिले कुन त उयो कुन यो तैँले त देखाएको नि नत्र म कहाँ किन्न लगाएको थिएँ हामी अहिले यहाँ बाला किन्दैछौँ त्यो त ब्रासलेट ब्रासलेट कुन कुन लाउने त मलाई पनि सोध्नु तिमी पैसा हुनेलाई कहाँ सोध्नु मैले यो सानो बच्चाले लाउँदा नि हुन्छ यो बच्चालाई नि हो त्यो मलाई 50 रुपियाँ दिनुहोस् बुझ्नु त कुन लाउने हेर्न यहाँ कति हो यसको 50 के 50 को सस्तो रहेछ झन् मन खुसी भयो त्यो त सानो हुन्छ होला त यहाँ ब्रासलेट किन्दैछु त्यो लाउने त्यो एउटा भयो होइन त्यसमा अलि हाईमा लाउनु हो यहाँ पनि छ हो अनि कहाँ यो सोधेर अर्को लाउनु भएको छ त हजुर यो 100 को यो 50 को अघि यो सोध्नु हुन्छ त्यो 100 कै ठिक छ कि यो चाहिँ 100 100 हजुर बुहारले पोते लाउँछ ओ सोल्टी बिहा गरेको त छ यो चाहिँ कति 100
यो एउटा यो एउटा गर्नु न अनि अर्को कुन लगाऊँ कुन कलरको एउटा पिङ्कमा भयो एउटा येल्लोमा भयो ग्रिनमा लिने एउटा अब साउन्ड लाग्दैछ हजुर ग्रिनमा म आउँथेँ ए थाल्दैन त्यो एउटा भयो यता मेरो छोरालाई कति वर्षको बच्चा भन्नु त हजुर 1.5 वर्षको 1.5 वर्षको हजुर 1.5 वर्ष भने मोटो होला 1.5 वर्ष भने त्यो क्लिकको हुन्छ नि त नारी है छोरा कि छोरी छोरा हो हुन्छ होला है यो त यो नानीलाई हुन्छ यो सानो हुन्छ होला है हनुमानजीको त्यो ए मोटो छ भने त यो लग्नु नि त मोटो छ हनुमानजी के अर्को कस्तो लाने पञ्चधातुको बाला हजुर त्यस्तो त उसको ब्रासलेट अलरेडी छ कि त्यसो अहिले त्यही त्यो लगाइदिनु चिनो मात्र यस्तो अलि मोटो जस्तै हुन्छ फिका फिका कलरमा लगाइदिनु यस्तो यो आँखावाला कि चाहियो यो आँखावालै त्यो साह्रै सानो हुन्छ के गरी लुज भएछ भने यसलाई यो गाँठो खोलेर दुई डाँडा निकालिदिनु अनि आफैले फेरि बाँध्न मिल्छ यस्तैलाई यो झन् राम्रो हुन्छ सिम्पल बच्चाहरूले 1.5 वर्ष भर्खर भन्नु होइन हजुर हुन्छ हुन्छ त्यही भयो कति भयो हाम्रो 100 200 300 450 हनुमान यसमा आउँछ हनुमान यस्तै लामो बस्या हुन्छ ट्याक्कै यहाँको हनुमान कहाँ गएछ ए हनुमान बुढाजिउ निकालेको नि हो त 200 मा त आउँदैन नि होइन हाम्रो हनुमान अघि लग्यो बाउको लागि के लगिदिनु हँ बाउको लागि के लगिदिनु कस्तो माला छाती चिरेको हनुमान छाती चिरेको ओ हनुमान फ्यान हो तपाईँ देशमा आउँदैन यो हेभी छ यो कहाँ योभन्दा सानो पनि छ योभन्दा सानो छैन सबैभन्दा सानो एकैछिन दुईसम्म त आउँदैन त्यो 300 सम्म आउँछ ल 300 सम्म फाइनल जय हनुमान फाइनल त्यसको कति हो सेमी फाइनल गरेर फाइनल 300 एउटा लगिदिनु एउटा हुन्छ सो हामी अब टक्क किनिसक्यौँ तिमी पक्र न म चाहिँ हेरिराख्नु द्याट्स ब्ल्याक एग